हेलो साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा। आज फेरि न्यू भिडियोको साथमा तपाईहरुको माझमा आइसकेको छु र अहिले चाहिँ यहाँ माइत जानु लागेको म चाहिँ हो र यहाँ चाहिँ मेरो छोरा हो। यहाँ चाहिँ हाम्रो रेलवे स्टेसन सुकुनाको हैन। आज चाहिँ म माइत जाँदैछु, नानीको स्कुलको छुट्टी छ नि त हो। अन्त जाँदैछु साथीहरू र बाटोमा के कसो हुन्छ म देखाउने छु र हेर्दै गर्नुहोस् साथीहरू मेरो ब्लग। हाम्रो त्यहाँ टोटो स्ट्यान्ड है, यहाँबाट टोटो चढ्नुपर्छ हैन। अन्तखेरि हेर्दै गर्नुहोस् साथीहरू मेरो ब्लग। टोटो चाहिँ पुरा रहेछ कि, तर है जान्छ कि जान्दैन हो साथीहरू। हनुमान मन्दिर त्यहाँनिर पर देख्नुहुँदैछ हैन, कता हो यता साइड हनुमान मन्दिर हो साथीहरू। हेर्दै गर्नुहोस् मेरो ब्लग र माइत जाँदैछु। अब कति दिनमा फर्किन्छु हजुरहरूलाई देखाउने छु हैन। स्टेसन हाम्रो अगाडि चाहिँ पेट्रोल पम्प, डल्लै सुकुनाको पेट्रोल पम्प हो र अटो स्ट्यान्ड। हेर्दै गर्नुहोस् साथीहरू र च्यानलमा नयाँ हुन्छ नि सब्सक्राइब पनि गरिदिनु होला। ड्राइभरहरू कता गयो? र साथीहरू अहिले चाहिँ गाडीमा चढेर हामी जाँदैछौँ हो। अब तपाईँहरूलाई चाहिँ हाम्रो शिव मन्दिर चाहिँ पुराण सकेर साथीहरू हामी चाहिँ यहाँ नक्सलको बस स्ट्यान्ड आइपुग्यौँ हो। त्यो चाहिँ नक्सलको बस स्ट्यान्ड। अन्तखेरि चाहिँ अब चाहिँ फेरि यहाँबाट चाहिँ अटो पक्रेर घरपट्टि जानुपर्ने हुन्छ हो। त्यो सबै नक्सलको बस स्ट्यान्ड। अब चाहिँ नक्सलबाट निस्केको हामी चाहिँ हो टोटोमा। आज सञ्चबार होइन, नक्सलको बजारको भिडियो देखाउनु पऱ्यो भनेको थिएँ कि बजारमा, तर पानी पर्दै थियो र पसिन हो साथीहरू। अन्तखेरि चाहिँ के गर्नु है, पानी पर्दै थियो। घरबाट निस्किँदा चाहिँ पानी पर्नु आँटेको थियो र यहाँ चाहिँ आइपुग्दा चाहिँ पानी पर्दै रहेछ होइन। अन्तखेरि चाहिँ अब चाहिँ घर पुगेर देखाउँछु। र साथीहरू अब चाहिँ हिँड्दै जाँदैछौँ हामी पानी झरीमा हो। छोराले पानी जबराबाट चाहिँ भित्र पस्नुपर्छ नि त हो साथीहरू। अनि जबरा मुरबाट अन्तखेरि चाहिँ त्यहाँ जबरासम्म त गाडीमा आयौँ हो। त्यहाँबाट चाहिँ भित्र जाँदैछौँ दुईजना आमा छोरा हो। जबरा मुरबाट चाहिँ भित्र पस्नुपर्छ नि त राइटोला। अन्त चाहिँ हिँड्दैछौँ र अहिले चाहिँ के भयो भन्दाखेरि नि, जुन हामी नक्सलबाट टोटोमा आएको थियौँ नि, त्यो टोटोवालाले चाहिँ भन्यो मैले हाम्रो चाहिँ जबरा मुरबाट भित्र पस्नुपर्छ राइटोला होइन, जान्छौ भन्दाखेरि जान्छु जान्छु भने होइन। अन्त पैसाहरू भाडाहरू पनि सबै मिलायौँ होइन। त्यहाँबाट मिलाइसकेर जब चाहिँ हाम्रो चाहिँ फेरि यो जबरा मुरमा चाहिँ हाम्रो मेन रोड पर्छ होइन। त्यहाँबाट त भित्र 15-10 मिनट लाग्छ नि त भित्र पस्नु। अन्त अहिले चाहिँ के भन्छ भने जबरा मुर आइसकेर चाहिँ जबरा मुरमा आइसकेर चाहिँ के भन्छ भनेको त भित्र त जाँदिनँ अरे, मैले भनेकै थिइनँ अरे। अन्तखेरि किन भनेको थिएन, भनेको थियौ भनेर उयो गरेँ नि त, भनेकै थिइनँ त्यो हुँदै हुँदैन जाँदिनँ म त हो, यहाँसम्म मात्रै भनेको थिएँ अरे।
भक्कु बाजेर चाहिँ कराएर चाहिँ हो किन चाहिँ अघि त भनेनौ भनेकै छैनौ तिमीले भनेर पैसा धरि दिइन मेरो पालो अन्त मैले ठिक गरेँ कि गलत गरेँ है कमेन्ट गर्नु लाजा भनेर अब नक्सलबाट चाहिँ यहाँ अब जब्रामुर तक आउनु चाहिँ 20 रुपियाँ लाग्छ नि त होइन एकजनाको र अब छोरा र म आएको तर मैले चाहिँ नि पैसा चाहिँ दिइनँ त्यसलाई हो किनभने अहिले अघि सोद्धा दोबारा सोद्धा 2 ताल सोद्धाखेरि चाहिँ जान्छु म जान्छु भन्यो होइन पुऱ्याइदिन्छौ भने पुऱ्याइदिन्छु भन्यो अन्त अहिले जब्रामुरमा आइसकेर चाहिँ पुऱ्याउनु जाँदिनँ मैले भनेकै थिइनँ भने कि अनि मलाई त रिस उठ्यो क्या ओभर भएर रिस उठ्यो अनि त्यहाँबाट चाहिँ ल तेरो पैसा पनि दिन्न हो जातो भनेर चाहिँ छोडिदियो हो अन्त त्यही भएर नभए त राइटोला भित्रै पुऱ्याइदिन्थ्यो नि त घर तकै माइत घर तकै अन्त त्यहीँबाट चाहिँ रिस उठेर मैले त त्यसलाई पैसा पनि दिएन अनि हामी दुईजना हिँड्दै जाँदैछौँ साथीहरू हो अन्तखेरि पानी पर्दै थियो होइन अनि नक्सलबाट चाहिँ अब रिजर्भै जस्तै अब अनि जब्रामुरमा अब सधैँ त जब्रामुरमा झर्थ्यौँ है हामीले रिजर्भ ल्याएपछि त नि घर तकै हुन्छ नि त अनि उसले त आमामा जब जब्रामुर आइपुग्यो त्यहाँबाट चाहिँ परै भनेको भए त हामी अर्को टोटोमा चढ्थ्यौँ होइन अन्तखेरि पहिला चाहिँ भनेन अनि जब्रामुर जब आइपुग्यो तब चाहिँ उसले त्यसो अरे क्या अन्त मेरो पालोलाई तेरो पैसा दिन्न पनि जेसुकै घर हो चिनेकै छैन भनिदिइराख्यो अन्त चाहिँ अहिले चाहिँ आमा छोरा चाहिँ जाँदैछौँ हिँड्दै लाजा भनेर के त हो अन्त अब ढाँट्ने त्यस्तो हो अन्त यो अटोवाला यहाँ साइड हो है अनि यो अटोवाला टोटोवालाको चाहिँ साह्रो भाउ बढेको छ साथीहरू क्या त्यसरी चाहिँ यो अटोहरू चाहिँ नि चलाउनेले त होस गरेर उनीहरूको गाडीमा चढ्नुपर्छ यसरी ढाँट छल गरेर कतिजनाले चाहिँ हामीलाई दुःख दिन्छ क्या अब हिँड्नु परेन अब उसले पहिल्यै जनाएको भए हामी पहिला अर्को गाडीमा आउँथ्यौँ र हिँड्नु पर्थेन हामीलाई घर तक माइत घर तकै पुग्थ्यौँ होइन अन्त अहिले हिँड्दैछौँ अब दुईजना तर त्यसले त्यसको त पैसा गयो नि ल अन्त मैले ठिक गरेँ कि गलत गरेँ साथीहरू भाडा पनि दिइनँ लो साथीहरू हो अब चाहिँ मेरो घर आइपुग्नु आँट्यो साथीहरू आधी बाटोसम्म आइपुगिसक्यो साथीहरू हाम्रो गाउँ आइपुग्यो जिउ बजो देखिन त माइजू जिउ बाटैबाट हजुर हुन्छ भरेतिर भेटौँ न साथीहरू माइत गाउँ आइपुग्यो माइत घर राइटोला भन्छ गाउँको नाम तर हामी निक्ल्यौँ प्रधान हो मेरो छोराले त गाना पनि बनाइदिइ पो हाल्यो त राइटोला भन्छ हाम्रो गाउँ अरे अन्त गाउँको नाम हो राइटोला भन्छ गाउँको नाम अरे तर हामी निस्क्यौँ प्रधान अरे हामी त प्रधान ल गाउँ घर त उयो मेरो शिवजी भने त आजकै होइन यही भैया है ऊ साथीहरू यही भैयाले हामीलाई चाहिँ हो ठगबहादुर डल्लै घुमेर आउँदै रहेछ हो त्यही घर जग्गा त रहेछ नि आइपुग्यो हाम्रो हात राम्रो आमा जस्तो लाग्यो त यो भाले पनि नर्कला मलाई उताको भाले साथीहरू घर आइपुग्यौँ हामी चाहिँ को हुनुहुन्छ घरमा को हुनुहुन्छ हल्ला गाडी आयो बहिनी मेरो भाग्यमानी यहाँ ऊ बहिनी मेरो यहाँ ऊ एकजना हामी दुईजना पुरा मिल्छौँ साथीहरू भिडियोमा पनि बाहिर पनि भिडियोबाट बाहिर पनि
यति मात्रै हतारमा त्यही पनि हो 4 बजिसक्यो साथीहरू घर पुग्दा 4 बजिसक्यो भाग्यमानी देब्रे हातले भयो सरी पुकुली प्र्याङ्क पो गरिरहेको रहेछ हौ मलाई पनि थाहा हुनु पर्यो नि त अन्त प्र्याङ्क पो गरिरहेको रहेछ हामी आज आउँदिन भनेर उयो गरौँ भनेर त यहाँ नानी भाग्यमानी हुनु मेरो बधाई ला यता माइलीको लु यहाँ छिटो भाग्यमानी हुनु हामी म त फाक फाक हिँडिदिन्छु मेरो बुहारी टोटोमा भएको भाइजी भनिदिइहाल्नु न मेरो बुहारी हेर्नु न यहाँ बुहारीको चाहिँ फेरि संस्कार राम्रो बुहारीको त संस्कार राम्रो छ नि मेरो बुहारीको कोही बिजी भएछ हो के माग्दो रहेछ भिडियो साथीहरू अब चाहिँ बादमा भेट्छु ल होइन बादमा भेट्दिनँ बाई बाई गरिहाल्नु आज त यति हो साथीहरू ल साथीहरू अब चाहिँ पुरा बिजी भए हो भदैनी खेलाउनु पर्छ मेन र अब बहिनीहरूसँग पनि भेट गर्नु पर्यो बाई बाई आजको लागि यति नै यो भिडियोमा अब भेट्छु नेक्स्ट भिडियोमा